आज हाम्रा नेताहरू पनि ठुला ठुला कुरा गर्थे, प्रधानमन्त्री पनि थिए झन्नै भाग्न पाएन, प्रधानमन्त्री हुँदा पनि झन्नै भाग्न पाएन। हामीले भनेको होइन, उहाँकै मुखबाट सुनेको 5 मिनेट ढिलो भएको भए बर्बाद हुन्थ्यो। आज त्यसरी नै हस्तिनापुर गुमाएर नदीको डिलमा पुगेको धृतराष्ट्र जस्तै गुन्डु पुगेको छ, कोही कहाँ पुगेको छ, हामीले हाम्रो आँखाले हेरिराखेका। त्यसो भएको हुनाले त्यही महाभारतको हामीले कथालाई सापट लिँदा हजारौं हजार अस्त्र शस्त्रले सजिएका यदुवंशी सेनाहरू थिए। हामीले यदुवंशी सेना रोज्यौं त केवल बाबुराम भट्टराई जस्तो, रोज्यौं त केवल जनार्दन शर्मा जस्तो, हामीले रोज्यौं त केवल राम कार्की जस्तो अनि ओजस्वी भट्टराई जस्तो कृष्ण रोजेका छौं। हामी यो न्यायपूर्ण लडाईँमा हार्ने छैनौं र हामी जित्ने छौं। आत्मविश्वासका साथ हामीले कृष्ण रोजेका हौं। हामीलाई त चाहना थियो पुरानै पार्टी रूपान्तरण गर्ने, लामो समयदेखि हामी सङ्घर्षमा पनि थियौं, तर हाम्रो कुरा त्यहाँ कतै गुन्जाइस भएन, सुन्ने चेष्टा गरिएन। हामीले हाम्रो पार्टीभित्र रूपान्तरणको कुरा उठाएका थियौं, हाम्रो पार्टीभित्र हामीले पुस्तान्तरणको कुरा उठाएका थियौं, तर ती पुस्तान्तरण र रूपान्तरणको अर्थात् भ्रष्टाचार, नातावाद, कृपावाद, सामाजिक सञ्जाल मात्रै होइन, जेनजीहरूले गरेको विद्रोहमा नबोलेर अर्को दिएको सन्देश पुस्तान्तरण नै हो, रूपान्तरण नै हो। आज त्यो ठुला दलहरूले र ठुला पार्टीले ती मुद्दाहरूलाई ओझेलमा पार्दै बरु वृद्धा क्लब खोल्ने प्रतिस्पर्धामा उहाँहरू लाग्नु भएको छ। उहाँहरूलाई हाम्रो सम्मान छ, हामी अपमान गर्दैनौँ, तर आजको आवश्यकता, आजको समयको ढुकढुकीलाई उहाँहरूले बुझ्नु नसकेको हुनाले हामीले यो बाटो लिएका छौँ, म यही भन्न चाहन्छु। र हामी केवल एक ठान पार्टी मात्रै बनाउन चाहिरहेको छैनौँ, हामीले एउटा नाङ्लो पसल खोल्नु छैन। हामी एउटा पार्टीको मञ्चमा बस्ने एउटा स्वामी र स्वामीको हजार हजार भक्तहरू हामीले निर्माण गर्नु छैन। हामीले त जनताको सेवा गर्ने, आजको समस्यालाई समाधान गर्ने, त्यो विचार विधि सहितको नेतृत्व पार्टी र त्यो शक्ति निर्माण गर्न खोजेका छौँ। र गम्भीरताका साथ म अपिल गर्न चाहन्छु, भन्न चाहन्छु, यो हाम्रो पार्टी एकता मात्रै होइन, नेपालको राजनीतिमा 90 वर्ष पछाडिको यो एउटा नयाँ र ठुलो ऐतिहासिक कोसेढुङ्गा हो। आजदेखि हामी नयाँ इतिहासको जिम्मा लिने आँटसहित यो हामीले नयाँ कामको प्रारम्भ पनि गरेका छौँ। यही कुरा म राख्न चाहन्छु। अब हामीले देश र जनताको समस्यालाई समाधान गर्ने एउटा सोच र शक्ति निर्माण गर्न चाहन्छौँ। त्यसकारणले यो पार्टी एकता होइन। हाम्रो बोलीलाई हामी व्यवहारमा लागू गर्न चाहन्छौँ, हाम्रो अनुहारलाई हामी आचरणमा परिवर्तन गर्न चाहन्छौँ। हामी सबै खाले भ्रष्टाचार हाम्रो निम्ति सबभन्दा ठुलो शत्रु हुनेछ। हामीलाई भ्रष्टाचार सही छैन, जसले यो देश गरिब बनायो। हामी गरिबी र असमानताको विभेदको अन्त चाहन्छौँ। अघि तपाईँले त कम्युनिस्ट छोड्नु भएछ नि भनेर भन्नुभयो मलाई, धेरै साथीले र्याक पार्नुभयो। हामीले खोल चाहिँ उतै छोडिदिएको, गुदी बोकेर हिँडेका छौँ। जहिले पनि खोल बोकिराख्नु पर्ने, सबै खालको असमानताको अन्त गर्छु भन्ने, सबै खालको असमानता र अन्याय गरिराख्ने। अब संसारमा त्यस्तो कम्युनिस्ट पार्टी कहीँ चल्दैन। हामी असमानतालाई अन्त गर्न चाहन्छौँ, विभेदलाई अन्त गर्न चाहन्छौँ, सबै खालको शोषणलाई हामी अन्त गर्न चाहन्छौँ। हामी राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन चाहन्छौँ। त्यही होला नि त उहाँहरूले भनेको भएन चाहिँ किन। त्यसकारणले तपाईँहरूको खोल तपाईँहरू नै राख्नुहोस्, हामीलाई त्यो खोल चाहिएन। हामी गुदी बोकेर हिँड्नेछौँ। नेपाली जनता, नेपाल राष्ट्रलाई हामी स्वाधीन बनाउनेछौँ। हामी गरिबीको अन्त गर्नेछौँ। हाम्रो अबको लडाइँ नै गरिबी, असमानता र विभेदको विरुद्धमा हुनेछ। त्यसपछि सांस्कृतिक समता सहितको आर्थिक समृद्धि सहित, सांस्कृतिक समता सहितको हाम्रो सांस्कृतिक समता सहितको समाज निर्माण गर्ने हामी अभियानमा लाग्नेछौँ। यो कुरा गर्न चाहन्छौँ। हामीलाई हेपिएको नेपाल र नेपाली असह्य छ। जब नेपालीहरू हेपिन्छ, नेपाल हेपिन्छ, हामीलाई हाम्रो नेपाल, हाम्रो देश, हाम्रो जनता भन्दा हाम्रो शिर माथि छैन, हाम्रो पद माथि छैन। त्यसकारणले हामीलाई यी सबै कुरा असह्य छ।
अहिले राष्ट्रिय स्वाधीनता सङ्कटमा छ, अहिले लोकतन्त्र सङ्कटमा छ, यसको रक्षा गर्नु छ। भ्रष्टतन्त्रको अन्त्य गर्दै हामीले राजनीतिक पुनर्संरचना गर्नु छ। 90 वर्ष अगाडि एउटा इन्जिनियरले विश्वको अवस्था हेरेर, नेपाली जनताको त्यो बेलाको अवस्था हेरेर, त्यो बेलाको चेतनाले निर्माण गरेको यो राजनीतिक जगले आजको राजनीति धान्दैन भनेर हामी सोचदेखि संस्कृतिसम्म, हामीले अर्थतन्त्रदेखि विदेश नीतिसम्म, अर्थनीतिदेखि विदेश नीतिसम्म, राज्यको शासकीय स्वरूपदेखि कर्मचारी तन्त्रसम्म, विचारदेखि व्यवहारसम्म, सङ्गठनदेखि शैलीसम्म हामी बदल्न खोजिराखेका छौँ। त्यसकारणले पनि यो हाम्रो नयाँ अभिवारा, नयाँ यात्राको प्रारम्भ भएको कुरा म यहाँलाई राख्न चाहन्छु। हाम्रो आदरणीय अग्रज, हाम्रो अभिभावक बाबुराम भट्टराईले भन्नुहुन्थ्यो, मैले कतै हेरेको थिएँ, देश, समाज, अर्थतन्त्र, सुरक्षा, संस्कृति सबैलाई दिशाबोध गर्ने मूल साधन भनेको राजनीति हो। अराजनीतिक चाहिँ हुँदै होइन, अराजनीतिक होइन। लोकतन्त्रमा विचार, राजनीतिको सङ्गठित अभिव्यक्ति गर्ने साधन दल नै हुन्छ। त्यसैले खराब राजनीतिको विकल्प असल राजनीति हो र अराजनीति हुँदै होइन।